आखिरी दिनहरूका ख्रिस्टले सत्यता व्यक्त गर्नुहुन्छ। उहाँ पृथ्वीमा पूर्वमा देखा पर्नुहुन्छ। सबै मानिसहरू घुँडा टेक्छन् र आराधना गर्छन्। सबैका मुखले परमेश्वरको प्रशंसा गाउँछन्। सम्पूर्ण ब्रह्माण्ड नवीकरण हुनेछ। सारा संसार प्रशंसाले भरिएको छ। संसार परमेश्वरको धार्मिकताले भरिएको छ, किनभने यो परमेश्वरको स्वर्ग र पृथ्वी भएको छ। ओ सियोन परमेश्वरको वासस्थान, सुन्दर र खुसी स्थान। सँगै भेला हुनु अतुलनीय हर्ष हो हामी परमेश्वरसँग। सदैव पारिवारिक परम सुखको आनन्द उठाउने छौँ। ओ सियोन परमेश्वरको वासस्थान, सुन्दर र खुसी स्थान। सँगै भेला हुनु अतुलनीय हर्ष हो हामी परमेश्वरसँग। सदैव पारिवारिक परम सुखको आनन्द उठाउने छौँ। परमेश्वरको मुहार उज्जवल खुसीले चम्किन्छ। परमेश्वरको दिन आएको छ। आकाशका सेता बादलहरू सबैले उहाँलाई स्वागत गर्छन्, किनकि उहाँ विजय भएर फर्कनु भएको छ। परमेश्वरको हृदय निकै प्रफुल्लित छ। परमेश्वरको हृदय शान्त छ। उहाँ निकै उत्साहित हुनुहुन्छ। परमेश्वर आफ्नो वासस्थानमा फर्कनु भएको छ र उहाँले परिवारको न्यानोपन फेरि महसुस गर्नुहुन्छ। ओ सियोन परमेश्वरको वासस्थान, सुन्दर र खुसी स्थान। सँगै भेला हुनु अतुलनीय हर्ष हो हामी परमेश्वरसँग। सदैव पारिवारिक परम सुखको आनन्द उठाउने छौँ। ओ सियोन परमेश्वरको वासस्थान, सुन्दर र खुसी स्थान। सँगै भेला हुनु अतुलनीय हर्ष हो हामी परमेश्वरसँग। सदैव पारिवारिक परम सुखको आनन्द उठाउने छौँ। परमेश्वरको महिमा देखा पर्छ र चम्किन्छ। पहाड हर्षोल्लास गर्छन् र पानी हाँस्छन्। सूर्य र चन्द्र र ताराहरू घुम्छन् अनि स्वागतमा पङ्क्तिबद्ध हुन्छन्। परमेश्वरले उहाँको 6000 वर्ष व्यवस्थापन योजना सकाउनुहुन्छ र उहाँ विजय भएर फर्किनु भएको छ। हामी हर्षोल्लास गर्छौँ र हर्षले उफ्रिन्छौँ, किनकि परमेश्वरले पृथ्वीमाथि सार्वभौम शासन गर्नुहुन्छ। ओ सियोन परमेश्वरको वासस्थान, सुन्दर र खुसी स्थान। सँगै भेला हुनु अतुलनीय हर्ष हो हामी परमेश्वरसँग। सदैव पारिवारिक परम सुखको आनन्द उठाउने छौँ। ओ सियोन परमेश्वरको वासस्थान, सुन्दर र खुसी स्थान। सँगै भेला हुनु अतुलनीय हर्ष हो हामी परमेश्वरसँग। सदैव पारिवारिक परम सुखको आनन्द उठाउने छौँ।